ओइ ओइ है सिङ्गे अन्डा यो आज त नि यो त धेरै हाल्नु पर्यो समात्न गाह्रो क्या ल यत्रो छ यो छ नमस्ते हाई वेलकम ब्याक टु माई च्यानल आज हामीसँग 10वटा यो फ्राइड गरेको अमलेट छ हामीसँग यसलाई सनसाइड अप भनेर पनि भन्छ आज हामीसँग यो 10वटा छ त्यसपछि हामीसँग यहाँ स्पाइसीवाला नुडल्स छ हामीसँग यो चाहिँ नि तिनवटा मात्र छ आज हामी यही सबै खान गइरहेको छौँ यदि तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक गर्न नभुल्नु होला यदि तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला त्यसो भने अब यो भिडियो सुरु गरौँ लेट्स स्टार्ट आज यो चाहिँ के भन्छ चाउचाउ चाहिँ फेल भयो क्या यो चाउचाउ चाहिँ धेरै पकाएपछि हेर सबै टुक्रा भयो त्यही भएर आज हातले खानु गइरहेको छौँ यिनीहरू चाहिँ अब यो अन्डाहरू चाहिँ चिसो भइसक्यो अलिकति यिनीहरू चाहिँ तातै छ यहाँबाट सुरु गरौँ है त ओइ ओइ है सिङ्गे अन्डा यो अन्डा झन् पटाक फुटिन हातले खाँदैन आज नुडल्स चट्ट लागेर यहाँ लाग्यो मुखमा जाने बित्तिकै पट्ट फुट्ने क्या यो पहेँलो सही मिठो अर्को पनि आज त नि यो चाहिँ धेरै हाल्नु पर्यो समात्न गाह्रो क्या ल यत्रो छ पहेँलो कोच्चान सकिने क्या मुखमा जाने बित्तिकै पग्लिने टिस्यु पेपर लिएर आउँछ टिस्यु चाउचाउ यत्रो छ सही पिरो छ चाउचाउ पनि पात जस्तो भइरहेको हातले खानु परेको छ यो सब टुक्रा भयो पिरो चाहिँ सही छ फेरि अर्को ठुलो बाइट यो अन्डालाई चाहिँ नि पहेँलोले टक्क ब्यालेन्स गर्छ पिरोलाई खाना चाहिँ चाँड खानु पर्यो किनकि पछाडि घर बनाउँदैछ ट्याङटुङ आवाज आउँछ क्या अन्डा मात्र खानु भएन अन्डाको यो पहेँलो कस्तो जुस आउँछ नि देखेर
दुईटा बाँकी छ। यो एउटालाई अनि यो अर्कोलाई। लास्ट पिस। सक्यो। आजको लागि यति नै। अर्को पालि यस्तै भिडियो ल्याउने छु। त्यतिखेरसम्म बाई बाई, टाटा।